कतिको के भिडभाड छ कुनै थाहा यहाँ भन न हाम्रो यो चाहिँ पवित्र माइती हो अनि अन गरिसके हैन ए गरिसके के हो र त्यही त हामी चाहिँ छोटो मिठो भ्लग बनाउँदैछौँ अनि हामी कहाँ जाँदैछौँ मच्छेनारायण किन 3 वर्षमा आउँदै थाहा पनि हामी गएथ्यौँ अहिले पालि नै भाग्यले साथ दिएर जिएछ जाँदैछौँ अब कतिको भिडभाड छ बोल्नु म चाहिँ ड्राइभर साहब हाम्रो दाइ हुनुहुन्छ यतापट्टि माइती हुनुहुन्छ उहाँको मम्मी अनि यहाँ हुनुहुन्छ हाम्रो मामा चुप्पो लाएर बसिरहनु छ ज्ञानी हुनुहुन्छ अनि म चाहिँ सबैजनाको भान्जी छोरी भन्दैछु उसको दिदी भाइ अनि अरू अनि उहाँको नन्द उहाँको बहिनी भन्नुपर्छ होइन बहिनी भन्नु सानो नभन्नु खोजीमा छु भन्नु खै भन्नु न म बनाइदिइहाल्छु